हाई नमस्ते, म गोविन्द दुबईबाट। आज चाहिँ हामीसँग राहुल थापा सर हुनुहुन्छ, जो चाहिँ विगत 1 वर्षदेखि डिएक्सन इन्टरनेसनल कम्पनीसँग जोडिएर स्वास्थ्य भन्दै समृद्धिको यात्रामा निरन्तर लागिरहनु भएको छ। आज हामी भाग्यशाली छौँ कि उहाँको त्यो मिठो अनुभव हामी सुन्ने अवसर पाएका छौँ। सो फर्स्ट अफ अल राहुल सर, तपाईँलाई स्वागत छ। यो छोटो क्लिपमा चाहिँ म क्लिप भिडियो बनाउँदैछु। सो तपाईँलाई फर्स्ट हाम्रो जिज्ञासा चाहिँ, पहिलो जिज्ञासा चाहिँ तपाईँ डिएक्सनमा आउनुको कारण चाहिँ खुलाइदिनु होला। मुख्य कारण सर मेरो हेल्थको प्रोब्लम थियो डिएक्सनमा आउनुको कारण। तो मैले यहाँ हजुरहरूसित सल्लाह लिएर जो प्रोडक्ट भन्नुभयो र मैले और मेरो फ्यामिलीले साथसाथमा प्रोडक्ट युज गर्दै गएर जो हाम्रो हेल्थको प्रोब्लम थियो त्यो सोल्भ भएपछि म कन्टिन्यू डिएक्सनमा आउनुको कारण त्यही नै हो सर। ओके, धन्यवाद। तपाईँले चाहिँ जसले भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ प्रष्ट रूपमा खुलाइदिन सक्नुहुन्छ के समस्याहरू थियो अनि के प्रोडक्ट्स खानु भएको थियो? मेरो समस्या मेरो पहिला ग्यास्ट्रिक थियो सर, मेरो फ्यामिलीको लागि ग्यास्ट्रिक थियो र मलाई युरिक एसिड र कोलेस्ट्रोल थियो। यो अहिले म चेकअप गराएको डक्टरले यो मेडिसिन लिन पर्दैन इङ्ग्लिस भन्नुभयो र त्यही हो। मैले यहाँको प्रोडक्ट भनेको लगभग धेरै प्रोडक्ट युज गरेको छु सर। मोरिङ जुस, मसरुम पाउडर, ब्ल्याक कफी, लिन्ची कफी, यिनी बहुत प्रोडक्ट मतलब माइक्रोवेजी, टुथपेस्ट, साबुन अलमोस्ट प्रोडक्ट युज गरेको छु सर। ओके, सुनिहाल्नुभयो। उहाँले चाहिँ डिएक्सनमा आइसके पछाडि डिएक्सनको यो अर्ग्यानिक उत्पादनहरू, यो सप्लिमेन्ट प्रयोग गर्दा पनि आफ्नो स्वास्थ्यमा धेरै फाइदा, इभन म्याडमको स्वास्थ्यमा पनि सुधार लिइसक्नु भएको छ। तपाईँलाई पनि केही समस्या छ हेल्थमा भने तपाईँ हामीमध्ये कसैलाई पनि कन्ट्याक्ट गरिहाल्नुहोस्, किनकि समस्या छ भने त्यो डे बाई डे त्यो समस्या बढ्दै जान्छ। र अर्को हाम्रो जिज्ञासा चाहिँ के हो भने तपाईँले विगत 1 वर्षदेखि डिएक्सनलाई पहिलाभन्दा पनि अझै तीव्र गतिमा चाहिँ निरन्तर रूपमा गरिराख्नु भएको छ। यसको पछाडि कुनै न कुनै रहस्य त भएकै पनि छ। त्यो कारण चाहिँ के होला? कारण सर पहिला मेरो एकदम हेल्थको प्रोब्लम थियो। किन हामीले यहाँ कसैले जब गरिन्छ, मलाई लामो समय भयो, लगभग दुबईमा 15 वर्ष जतिको हाराहारी भयो। किन हामीले टाइममा खान पाइन्न, टाइममा सुत्न पाइन्न, जबको प्रोब्लमले गर्दा। त्यो मुख्य कारणले गर्दा एकदम स्वास्थ्यमा प्रोब्लम हुने छ। हामीले किन नेचुरल खाना नि मिल्दैन यहाँ जस्तो नेपालमा जस्तो। र त्यो भएर हेल्थमा एकदम राम्रो बेनिफिट मिल्यो र त्यसको साथसाथ पैसा इन्कम आउन सुरु भएर म जाने किन फ्यामिली छोडेर हामी किन आइयो अनि पैसाको लागि आइयो। यो बिजनेस बुझेर गर्दै जाने भने हामीले नेपालमा बसेर कुनै राष्ट्रबाट पनि बिजनेस गर्न सकिन्छ र त्यो भएर मैले कन्टिन्यू दिएको छ डिएक्सनलाई। ओके, सो अगेन हामी तपाईँबाट चाहिँ अर्को कुरा चाहिँ के जान्न चाहन्छौँ भने तपाईँले चाहिँ डिएक्सनलाई निरन्तर गरिराख्नु भएको छ। तपाईँको मनबाट चाहिँ डिएक्सनमा आफ्नो भविष्य, इभन आफ्नो फ्यामिली, आफ्नो छोराछोरीहरूको भविष्य चाहिँ कस्तो देख्नु भएको छ डिएक्सनमा चाहिँ? डिएक्सनमा सर एकदम राम्रो भविष्य देखेको छु, छोराछोरीको नि मेरो लागि नि। किन मैले नि यो डिएक्सन यहाँभन्दा पहिला नि बुझेको थिएँ, तर मैले भित्र आएर वास्तविक बुझेको थिएन कि बाहिर साथीहरूले हल्ला सुनेर बाहिर आएर डिएक्सनको अफिसमा म भिजिट भएको थिएँ आजभन्दा लगभग 2009मा सायद, मलाई त्यति थाहा छैन। र बाहिर आएर कफी पिएर यहाँ यस्तो छ उस्तो छ भन्नुहुन्थ्यो साथीहरूले, तर मैले मनमा ल्याएको थिएन कि यस्तो छ प्रोडक्ट भनेर बुझेको थिएन। धेरै साथीहरूले अहिले मैले नि धेरैले जोडेको पनि छु। कसैले मेरो साथमा आएर काम कन्टिन्यू गर्नु नि भयो, कसैले हो त्यहाँ केही हुन्न, पैसा मात्र सकिन्छ नजा भन्नुहुन्छ। किन मैले भनेको डिएक्सन छोडिदिनु सर, मलाई एउटा त हेल्थको बेनिफिट मिलेको छ र अर्को भनेको पैसा नि इन्कम आयो, तर जति मिहिनेत गऱ्यो त्यही हिसाबले इन्कम आयो। मैले ठुलो इन्कम आउने बनाउने छु यो डिएक्सनलाई। ओके, त्यसको लागि निरन्तर गरिरहनु भएको छ। र जसरी तपाईँले भिडियो हेर्दै हुनुहुन्छ तपाईँ पनि त्यो डिएक्सनलाई बाहिरी रूपमा बुझिरहनु भएको छ अथवा चाहिँ यसलाई हल्का रूपले लिनु भएको छ भने तपाईँ पनि त्यो गर्दै हुनुहुन्छ कि तपाईँको त्यो जीवनको अमूल्य समयलाई तपाईँ वेस्ट गर्दै हुनुहुन्छ। थाहा छ, जुन दिन उहाँले बुझ्नु भएको थियो त्यो दिनदेखि नै यसलाई कन्टिन्युटी गर्नुभएको भएदेखि आई थिङ्क अहिलेसम्म चाहिँ उहाँ जागिर गर्नुपर्ने थिएन।
पैसाको लागि। सो मेरो तपाईँलाई सजेसन कि तपाईँ पनि यसलाई हल्का रूपले लिनुभएको छ अथवा बाहिर सुन्नु भएको छ भने त्यो गल्ती तपाईँ नगर्नुहोस्। कन्फ्युज हुनुहुन्छ भने मलाई मेसेज गर्नुहोस्, नभए हाम्रो राहुल सरलाई मेसेज गर्नुहोस्, हामी तपाईँलाई बुझाउँछौँ वास्तविक डिएक्सन के हो। सो अब अन्तिममा चाहिँ तपाईँले चाहिँ जो भिडियो हेर्नुहुन्छ हाम्रो ग्रुपमा हाल्छौँ हामी चाहिँ यसलाई युट्युबमा अपलोड गर्न सक्छौँ। जसले यो भिडियो हेर्नु भएको छ, इभन अहिले हेरिराख्नु भएको छ, उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ? मैले त नबुझेर म ढिलो आएँ र हजुरहरूलाई पनि मैले धेरैलाई भनेको छु, सरहरूले पनि भनिराख्नुहुन्छ कि आउनु टाइममा आएर बुझ्नु, बाहिर उ गरे जस्तो छैन। मैले किनकि मेरो प्लान के छ भने चाहिँ मैले अब 1-2 सालमा यो राम्रो सिकेर, किनकि जाहिर क्विट गरेर हामी यहाँ पैसाको लागि आएको, इन्कम डिएक्सनबाट नै आउने चाहिँ हेल्प नै पाइयो, त्यो भएर मैले कन्टिन्यू गर्नेछु। र अरू साथीहरूलाई मैले जोडेको, हजुरहरूले नि ल्याएर जोड्नुभएको, उहाँहरू पनि आएर कन्टिन्यू गर्नु होला। डिएक्सन त्यस्तो बाहिर भने जस्तो छैन, भित्र वास्तविक आउनु होला। समय गर्दा कि मैले आए तर 1 घन्टा पहिला छुट्टी भएको थियो, त्यति बेला नै आएको छु र मैले 1 सालपछि सायद कन्टिन्यू डिएक्सन 24 घन्टा गर्नेछु। ओके, धन्यवाद। र अन्तिममा म पनि तपाईँहरूलाई के भन्छु भने डिएक्सन को यो अवसर भनेको चाहिँ एउटा हरेक मानिसको जीवनमा आवश्यक पर्ने घाँस, बाँस र कपास सबै कुराहरूलाई पुरा गर्न सक्ने एउटा चाहिँ सुन्दर अवसर हो। यो अवसरलाई बुझ्ने कोसिस गर्नुहोस्। तपाईँ बुझ्न चाहनुहुन्छ मेसेज गर्नुहोस्, गरिहाल्नुहोस्। सो तपाईँको सानो सोचको परिवर्तनले तपाईँ मात्र होइन, तपाईँको पुरै परिवार, तपाईँको भावी सन्ततिहरूको भविष्य पनि उज्जवल हुन सक्छ। सो थ्याङ्क यू सो मच।